भगवत गीता अनि जीवनका अनुभव र चुनौतीहरू। जीवन एक सङ्घर्ष हो। सङ्घर्ष बिना यहाँ कोही पनि जिउन सक्दैन। जन्मिँदाको सङ्घर्षदेखि जीवन जिउनुको सङ्घर्ष र मर्न पनि सङ्घर्ष नै गर्नुपर्छ। मान्छेको जीवनमा आफ्नो सङ्घर्षको कहानी छ। सबैलाई आफ्नो सङ्घर्षको कहानी आफैलाई ठुलो नै लाग्छ। यहाँ सबैको सङ्घर्षलाई लिएर गीताका सार र जीवनको चुनौतीसित अनुभवहरू साझा गरौँ। वास्तवमा हामीलाई चाहेको खुसी हो। खुसी प्राप्त गर्नुको निम्ति हामीले हाम्रो प्यारो वस्तुको त्याग गर्नुपर्छ भनेर भगवान श्रीकृष्ण भन्नुहुन्छ। हामीलाई अचम्म लाग्छ, जुन चिज पाउनुको निम्ति हामीले हाम्रो आफ्नो जम्मै उमेर, बल, ताकत, समय र सम्पत्ति लगायो, उही वस्तुको त्याग गर्दा कसरी आनन्द प्राप्त हुन्छ भनेर। तर जीवनको लामो अन्तरालमा उही आफ्नो प्यारो वस्तुबाट चोट खाएर, धोका पाएर, आफूले नत्यागे तापनि उसले आफूलाई त्याग्दा थाहा हुन्छ कि साँच्चै नै उक्त कुरो सही हो। त्यसर्थ भगवान श्रीकृष्ण भन्नुहुन्छ, खुसी हुनु चाहनुहुन्छ भने आफ्नो जीवनको निर्णय परिस्थितिहरूलाई हेरेर आफै लिने गर्नु। दुनियाँलाई हेरेर निर्णय गर्दा दुःख मात्र हात लाग्छ। जोसुकैले जे नै भने पनि चुपचाप लागेर बस्नु सिक्नु। जति रिस उठ्छ उति चुप लागेर बस्नु एउटा ठुलो चुनौती हो। यो चुनौतीलाई स्वीकार्नु अनि जे भयो राम्रै भयो, मेरै राम्रैका निम्ति भयो भन्ने सोच्नु पनि चुनौती नै हो। जीवनमा जति कष्ट हुन्छ उति आफ्नो जीवनलाई ईश्वर प्रति समर्पण गर। आफ्नो मनको बोझ ईश्वरलाई बाहेक अरू कसैलाई पनि नसुनाऊ, कारण उसले तिम्रो व्यथालाई अरूको सामुने विज्ञापन गरी मनोरञ्जन गर्छ। संसार नै त्याग र बलिदानले चलिरहेको छ। सूर्य आफै जलेर को धर्मी को पापी केही नहेरी सबैलाई एक समानमा प्रकाश दिइरहेको छ। पानी पनि कता फोहोर मैला कता शुद्ध पवित्र केही नहेरी बगेर गइरहेको छ। अग्नि आफै डढेर अरूलाई पवित्र बनाइरहेको छ। धरती माताले हाम्रो विध्वंस व्यवहार सहेर पनि अन्न बाली दिइरहेको छ। यो उनीहरूको त्याग हो। रामायणमा भगवान रामले पनि पिताको वचनलाई निभाउन स्वर्ग जस्तो महल, सुख सुविधा सबै त्यागेर वनवास गए। साथमा माता सीता र भाइ लक्ष्मण पनि उनको पछि लागे। भगवान बुद्धले पनि आफ्नो पत्नी, छोरा, राजमहल सबै त्यागेका नै हुन्। हामीले जानेका यस्ता धेरै त्याग र बलिदानको इतिहास हामी पाउँछौँ, जसले देश र समाजको निम्ति आफ्नो बहुमूल्य जीवनको सुनौलो पलहरूलाई बलिदान दिएको छन्। उनीहरू मानव इतिहासमा अमर भएका छन्। कतिले त उनको बलिदानको कदर गर्दै पूजा पनि गरिरहेका छन्। थाहा छ समय कहिले पनि एक ठाउँ रहँदैन। त्यसर्थ आजको समयमा दुःख छ भने भोलि त्यो त्यहाँ हुँदैन। त्यसै कारण सुखमा हिजोको दुःखलाई सम्झ अनि दुःखमा हिजोको सुखलाई सम्झ र जीवन यसरी व्यतीत गर। धर्मलाई सधैँ अघि राख। भगवान श्रीकृष्ण भन्नुहुन्छ, तिमीहरू कोही पनि संसारमा आएपछि सङ्घर्ष गर्नै पर्छ। ईश्वरले पनि संसारमा आएपछि चुनौतीहरूको सामना गर्नु नै पर्छ। मान्छेहरूले पनि धर्मको बाटोमा हिँड्नको निम्ति धेरै चुनौतीहरूको सामना गर्नु नै पर्छ। सर्वप्रथम कुआदतहरू त्याग्नु चुनौती। मद, मदिरा, मासु छोड्नु र अम्बल जस्ता लत त्याग्नु पर्ने चुनौती। हिजोको सङ्गत छोडेर आज भेटाएको साधुको सङ्गत गर्नु पर्ने चुनौती। इमान्दारीसित वैमानिका हुलमा एक्लै जिउनु पर्ने चुनौती। आफ्नो प्यारो र मुटुको मान्छेले दुःखमा एक्लै पारेर छोडेको व्यथा सहनु पर्ने चुनौती। आफूले राम्रै गर्दा पनि नराम्रा सम्झिने मान्छेसित हाँसेर बोल्नु पर्ने चुनौती। बैगुनीलाई गुणले मार्नु पर्ने चुनौती। मन नपरेको मान्छेसित मिलेर बस्नुपर्ने चुनौती। त्यसर्थ जीवनका हरेक चुनौतीलाई स्वीकार्नु पर्ने चुनौती पनि चुनौती हो। महाभारतका कहानीमा पाण्डवहरूका जीवन सङ्घर्षपूर्ण चुनौतीले मात्र भरिएको थियो।
अन्तिम युद्धमा पनि अर्जुनले आफ्नै आफन्तलाई मार्नुपर्ने चुनौती थियो। त्यसर्थ जीवनमा जस्तो सुकै परिस्थिति किन नआओस्, मुस्कुराएर जीवन जिउने चुनौतीलाई स्वीकार्नुहोस्। धन्यवाद। हर हर महादेव।